मर्निङ साथीहरू, यो सुन्दर बिहानीमा यहाँनिर स्कुल देखाउँछु। यो सानोमा म पढेको स्कुलहरू अहिले यस्तो भएको छ। अनि यहाँबाट पारि चाहिँ मामतिम देखिन्छ अलिअलि। यहाँदेखि चाहिँ अहिले हामी माथि छिप्रुङ हिँडेको निनीकोमा खेतै छ। यहाँदेखि हामी चाहिँ बाहिरमा निस्किँदैछौँ। यहाँ चाहिँ स्कुल सानोमा हामी पढेको स्कुल, हामी ठाटी डाँडा भन्थ्यौँ पहिला। अहिले चाहिँ स्कुलको नामकै मनोकामना आज बुद्धिस्ट स्कुल निर्माण भएको रहेछ साथीहरू। अनि हामी चाहिँ अहिले स्कुलबाट, यहाँ स्कुलको गेट चाहिँ यो रहेछ, त्यो चाहिँ बन्द भएको कारणले बाहिरबाट गएर मैले चाहिँ उकालो लाग्दैछु आमेन र म। यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ, बारीवारी सबै यस्तो छ है नजारा। स्कुल है साथी, स्कुल मजाले देखिँदैन किनभने घामको फ्लस उतैबाट आइरहेको छ। सो मामतिम देखाइहालेँ, माथि उता पाथेका हिजो देखाइहालेँ, यता चाहिँ बाँसपानी भन्छ। घामको फ्लसले राम्रो देखिँदैन, त्यही पनि मैले देखाउन कोसिस गर्दैछु। आज बिहान बिहान भाइ र म चाहिँ निनीकोमा जाँदैछौँ है। सास भरेर बोल्नु सकिनँ। आमेन र म गफदै निस्किँदैछु म छिप्रुङ। यो रुखहरूले छेकेको पार देखेको चाहिँ अलिअलि गाउँ चाहिँ बाँसपानी है साथीहरू। हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ, यो देखिरहेको छ उत्तिसको बोटो। छिप्रुङ आइपुग्नु भयो, माथि घर देखेको चाहिँ हाम्रो निनीको हो। यो रुख अझै पनि रहेछ। यहाँ चाहिँ पहिला हामी सानो हुँदा उयो परको त रुखको बाटो थियो, अनि यसमा चाहिँ फुटबल खेलाउँथ्यो क्या, ठुलो ग्राउन्ड त। अहिले चाहिँ छैन रहेछ, अहिले चाहिँ यताबाट बनाउनु पर्छ बाटोहरू। अहिले यस्तो बाटो खनन गरेछ क्या। यो बाटो चाहिँ सिधै निनीको घर पुग्दो रहेछ। अघि भनेको थिएँ नि ठ्याक्कै यो रोड पनि माथि निस्किँदो रहेछ। यहाँ चाहिँ निनीहरूको घर आइपुग्यो। चौचे यिनीहरूको घर चाहिँ अहिले यस्तो बनाउनु भएको छ, राम्रो टक्क। यहाँ हल्लो पनि रहेछ, फुलबारीहरू यसै राम्रो। यहाँबाट पार डाँडा पनि राम्रो देखिने कि। अहिले चाहिँ यस्तो घर बनाउनु पर्छ। सब्जीहरू त मजाले फलिरहेको रहेछ त। हामी त आइपुग्यौँ हो साथीहरू। निनीहरूले चाहिँ बिहानै आउँदै भन्नु त घाँसमा जानुभएछ। हामी त बिहान निनीलाई भेट्नै। यही हो पछाडि निनीको घर चाहिँ। ए पुरै चेन्ज पो भइसकेछ। म नआएको त थुप्रै भयो नि त। यो तल चाहिँ चर्च हो। यो चाहिँ हाम्रो निनीको घर टक्क यस्तो राम्रो देखेको। घाम पनि ठक्क झुल्किँदैछ नि त। पर चाहिँ कसले घाँस झार्दैछन् हो। यहाँनिर यो गाउँहरूलाई नै छिप्रुङ भन्छ। यहाँदेखि चाहिँ अझै माथि हिँड्यो भने चाहिँ बाक्लो ठाउँ छ क्या। यो चाहिँ चर्च छिप्रुङ बत्तिस मण्डली भन्ने यो चर्च भयो। यहाँ कसको घर थाहा छैन, किनभने म चाहिँ धेरै पछि समयमा आएको कारणले गर्दा, अहिले रोडले गर्दाखेरि त सब थोकले गर्दा चाहिँ अलिक म चिन्तिनु गाह्रो हुँदो रहेछ साथीहरू। गाह्रो छ मेरो निनीको घर ठक्क। अनि यहाँबाट चाहिँ पारे सबै देखिन्छ, डाँडा काँडाहरू। यो तल्लो घर चाहिँ कसको हो कान्छा? यो घर चाहिँ कसको? ए रचनामा तिमीको? रचनामा दिमाको घर त सबै गइसकेछन् हो। जेठा र दिमाको घर त छालाङ छिलुङ भइसकेछ। बखराको बोट त अहिले त यस्तै हुन्छ हौ, पातमा साथ बक्रो बक्रो छ। यहाँ चाहिँ मेरो निनीको छोरा जेठा कान्छा भने पनि उयो घरको मालिक नि
बोल्दैन त यहाँदेखि माथि त्यो डाँडातिर निस्क्यो भने चाहिँ कटुसहरू थुप्रै पाउँछ अनि लुवाहरू पनि यही बाटोहरू हिँड्नुपर्छ क्या लुवाहरू भनेको माथि तर अब हामी सकिँदैन किनभने गाह्रो हुन्छ साथीहरू म त भिडियो पनि सर्टकटले गाह्रो पनि पऱ्यो कस्तो लाग्यो लाइक कमेन्ट गरिदिनु होला सके सेयर पनि गरिदिनु होला अनि यहाँ पर यो रुखै रुख भएको ठाउँमा चाहिँ हाम्रो अलैँची बारी छ थुप्रै म त्यहाँ पनि गयो भने भिडियो गरेर अर्को भिडियोमा ल्याउने छु भन्दै बिदा हुन चाहन्छु मेरो नि गएर घर देखाउँदै लु बाई बाई